My. Mike. एउटा मकना भर्खर यो त यता माथिबाट गयो भने दामी देख्छ होला है उयो डिपबाट गाडी त्यही राख यहीँ छ यो हात्ती यहीँ अड्किरहेछ त सिङ्गल मेरो ठिक 20 मिटर जतिमा सिङ्गल हात्ती देख्नु हुँदैछ होला आरामसे निस्किँदैछ यो सिङ्गल हात्ती अहिले यहाँ भेटेको थियौँ हामीले एकदमै क्लोजमा थियो अहिले हाम्रो गाडी देखेर टाढै गयो आरामले हिँडिरहेछ नि यो त लेडै पो रहेछ त म त अहिले हेर्दैछु अघि त देखेको थिइनँ नि लास्ट इयर पनि यो बहुत बसेको थियो यसपालि पनि बस्यो यो यता फर्के नेपाल जान्ला बेलामै अर्को तल भचाउँदैछ टाइम भयो होला त्यो पानीले गर्दा माथि जान्छ लुकेको अरे त्यो फेरि टाउको चाहिँ लुकाएर जिउ चाहिँ डल्लै देखाएर यहाँनिर चाहिँ हिजोको 14वटा हात्ती चाहिँ यहाँ आइपुगेछ र अलिक टाढा भएकोले गर्दा क्यामेराले अलिक काम गर्दैन र पनि ट्राई चाहिँ गर्दैछु हामी जुम गरेर 1 2 3 4वटा चाहिँ देख्दैछ र अलिक तलपट्टि एउटा देख्दैछ एउटा यहाँ छ निस्किँदैछ यहाँनिर त्यसको पिछेमा रहेछ एउटा प्राय चाहिँ त्यहीँ रहेछ यो 14वटाको हन्जा चाहिँ अहिले एम्लीको पेडको अलिक मात्रले एरियामा भएकोले गर्दा नेपाल जानु पनि सक्छ यता ताराबारी पनि मुभ हुनसक्छ दुईपट्टिमा सबै छ अहिले 14वटा छ